Football isn't just a game, it's how we come together, all of us, friends, families, strangers, turning into teammates. At NFCD, football builds bridges, it keeps us healthy, lifts our moods, and reminds us we are part of something bigger. Today, we are mixing football with purpose. Welcome to the Legends Cup, sponsored by Penny Royal College and organized by NFCD. This tournament is about more than goals, it's about giving back. Legends, local stars, and everyday folks are here to play for a cause, raising money to help people in our community who have been hurt. Injuries can knock you down, but together we can help them rise again. Big shout out to Penny Royal College and everyone who chipped in, sponsors, volunteers you watching. Every penny, high five, and cheer matters. Ready for action? So are we. Let's make this tournament unforgettable for the game, the laughs, and the lives we live change. Stick around, we are taking you inside the fun, the drama, and the heart of the Legends Cup. Enjoy the vlog. Alright, good morning everyone. हामी चाहिँ आज यहाँनिर ओलम्पिक पार्कमा आइसकेको छौँ। यहाँ आज लेजेन्ड्स कप भइरहेको छ हैन। डे स्टार्ट्स विथ हियर। यहाँ छ आकाश बुढा मगर। गुड मर्निङ दादा। मर्निङ है मर्निङ। एकदम गुड मर्निङ। आज कस्तो छ त वेदर? एकदम दामी छ। खेल्नको लागि एकदम दामी पर्फेक्ट वेदर। तर खेल्न त पाइदैन। खेल्न पाइँदैन। बल चाहिँ एकदम झर्नुहोस्। के भन्न चाहनुहुन्छ त? आज हाम्रो बोइज एनएफसीडी लिजेन्डहरुलाई चाहिँ एकदम बेस्ट अफ लक। तपाईं यहाँ सहयोग गर्नुहुन्छ नि अहिले? एकदम पुरै ढुक्क सहयोग गर्न आएको यहाँ। कफी मात्रै खाने हो? हेरेर बस्नु। कफी खेर चाहिँ सहयोग गर्ने हो नि। अलराइट देन आई विल सी यु। अलराइट। ओके उहाँ हुनुहुन्थ्यो पिटर उदास। पैसा दिनु हुन्छ हामीलाई जित्नु। पैसा चाहिने तपाईँलाई? कति छ? म सस्तो छु। हाम्रो महँगो रेफ्रिजरेटर यहाँ छ नि त। दाइ सस्तो खालको हो, म फेरि महँगोमा फेरि मलाई पुग्दैन फेरि थोरै चान्चुन दिएर फेरि अलि धेरै टेप ननिकाल्न सक्ने मान्छे रेफ्री अब के गर्ने भइसक्यो। कति छ रेट? रेट तिम्रो रेट त अनकाउन्टेबल हो नि त मेरो। आजको म्यान अफ द तपाईले त्यही नि डिस्क्लोज गर्न मिल्दैन। तपाईको चाहिँ कति हो रेट? म सस्तो छ 1 प्लेट मोमो। 1 प्लेट मोमो हो। आज को बिके हात हो दुईटा? नेभर। म त एकदम फेयर प्ले हो कि हैन भाइ? म नि फेयर प्ले हो। हामी यस्तो कुराहरु गर्दैन। जेमा नि फेयर प्ले मात्र पाउँछ। मैले चाहिँ पाउँदैन फेयर प्लेमा। जहिले फेयर प्लेयर जहिले फेयर रेफ्री नि पाइराछु मैले त। हो लोन तान्नु अब भयो हल्ला नहुनु। त्यस्तो पो ओके अब यहाँ तान्दैछ यहाँ। तान च्यात्त पार्दैन। दारले हो। के गर्नु त नि? लास्टमा दोष के हो? यस्तै हो फेयर प्ले भनेको? यहाँनिर दुईजनाले आजको मेन स्पोन्सरको के भन्छ यसलाई? ब्यानर। टाइगर हो? टाइगर हो। आजको लागि इट्स अ फन्ड रेजिङ टुर्नामेन्ट। केविन फिरा over there अनि यहाँनिर हाम्रो अप क्याप्टेन दाई सुभाष दाई काम गर्दै हुनुहुन्छ सबैजना। वार्मअप चल्दैछ। सनी डे बिग डे गोइङ अन फर देम। हजुर दाइ आज किन के छ र गुनासो दाइ? म्यानेजमेन्ट भएन। के छ र गुनासो तपाईँ? यो म्यानेजमेन्ट भएन। प्लेयरलाई म्यानेजमेन्टको जिम्मा दिएको हैन। तपाईँ त अनि आज त अपोजिट हो नि त रोल। हामी प्लेयरहरू म्यानेज गर्ने भनेको के हो? भाइस क्याप्टेन भएको प्लेयरहरु चाहिँ खै त? सरी प्लेयरहरु चाहिँ खै त? हुँदैन उलाई बनिङ्स पठाउने हो। केही छैन। आज हामी एकदम फेयर हुने हैन भाइ? It's not about money, it's not about this, हैन? Hopefully everyone have fun. गुड मर्निङ। मेरो चाहिँ गणेश सुवेदी। म चाहिँ पेनी रोयल कलेजको चाहिँ डिरेक्टर।
चाहिँ हाम्रो क्याम्पसेसहरू चाहिँ 4 ठाउँमा छ, होबार्ट, लन्चेस्टन, एडिलेड र ब्रिजबेनमा। यो चाहिँ सर्टिफिकेट थ्रो इन इन्डिभिजुअल सपोर्ट, सर्टिफिकेट फर इन डिसेबिलिटी, अनि त्यसपछि चाहिँ फर्स्ट एड, CPR, मेडिकेसन अनि म्यानुअल ह्यान्डलिङ, यो सबै ट्रेनिङहरू चाहिँ हामीले प्रोभाइड गर्छौँ सबै क्याम्पसेसबाट। हामीलाई चाहिँ एनएफसिटीसँग चाहिँ आई थिङ्क हाम्रो चाहिँ दिस इज वी बिन वर्किङ विथ देम फर लास्ट 4-5 वर्षदेखि चाहिँ हुन्छ नि। वी आर सो प्लिज टु बी पार्ट अफ द एनएफसिटी होइन। अनि नट ओन्ली एनएफसिटी, हामीले चाहिँ स्पेसल्ली ताजमेनियामा भएको चाहिँ सबै चाहिँ स्पोर्ट इभेन्ट्सहरू प्लस सोसियल प्रोग्रामहरूमा चाहिँ हामीले स्पोन्सर गर्दै आएको छौँ होइन। अझ अनि स्पेसल्ली चाहिँ यो प्रोग्राममा चाहिँ यो लिजेन्ड्स कपमा चाहिँ एनएफसिटीले चाहिँ जुन हामीलाई प्रायोजन गर्ने चाहिँ मौका दिएकोमा चाहिँ वी आर सो थ्याङ्कफुल टु एनएफसिटी इन्टायर टिम, स्पेसल्ली विथ हाम्रो रबिन एन्ड मनिषलाई पनि होइन। यो चाहिँ टाइटल स्पोन्सर गर्न पाएकोमा चाहिँ वी आर भेरी 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 प्राउड। मेरो नाम हरि गोतामे। आज म चाहिँ नेप्लिज तास्मानिया स्पोर्ट एसोसिएसन भन्ने हाम्रो एउटा अर्गनाइजेसन होल तास्मानियाको चाहिँ एउटा स्पोर्ट अर्गनाइजेसन, म त्यसलाई चाहिँ रिप्रेजेन्ट गर्दैछु। आज यो मेन कज चाहिँ अब हाम्रो यो सोसल र कर्पोरेटहरूमा भएको अब हुन्छ नि, अब जस्तै भेटरान्स प्लेयरहरूलाई पनि एउटा समेटेर एउटा एनएफसिटीले चाहिँ एउटा सोसल फन्ड रेजिङ फुटबल गरेको छ, त्यसको लागि हो आजको चाहिँ। एकदम राम्रो क्वेसन गर्नुभयो। जस्तै अब हामी अब यहाँ कतिहरू ओभर 35 प्लेयरहरू पनि छ जुन चाहिँ अब घरमा कहिलेकाहीँ अब अफिसमा मात्रै बसेर गर्नुपर्ने हुन्छ नि, उहाँहरूको लागि पनि एउटा हेल्थको लागि पनि एउटा यसले चाहिँ फिजिकल फिटनेस पनि दिन्छ। अनि कतिपय साथीहरू चाहिँ अब मेन्टल हेल्थबाट पनि हुन्छ नि, अब कहिलेकाहीँ साथीहरू नहुने हुन्छ चाहिँ अब यसरी टुर्नामेन्ट हुँदाखेरि चाहिँ आफू ग्यादरिङ हुँदाखेरि चाहिँ आफूले अब मेन्टल हेल्थबाट पनि अलिकति टाढा बस्न सकिन्छ। ओके, गुड मर्निङ दाइ। गुड मर्निङ, नमस्ते। प्रकाश अधिकारी, हाम्रो नेपाल बिजनेस एसोसिएसन NBAलाई। हजुर, सो आजको मेन कज चाहिँ के होला त? यो फन्ड रेजिङ। कतिको एक्साइटेड हुनुहुन्छ त? बवाल एक्साइटेड छन्, सब भेटरान्सहरू खेल्न पाइरहेछ, रमाइलो होइन, एकदम रमाइलो फिल हुन्छ, आफूलाई पनि प्राउड फिल हुन्छ। अनि थ्याङ्क्स टु एनएफसिटी एज वेल, दे हेभ बिन वान अफ द इक्जाम्पल फर नेप्लिज फुटबल कम्युनिटी इन ताजमेनिया। अब त्यही भएर एकदमै स्पोर्ट्स इज एकदम इम्पोर्टेन्ट। लाइक तपाईँलाई स्पोर्ट्स मात्र होइन, कुनै कुरा प्यासन छ भने डान्स होस्, सिङ्गिङ होस्, स्पोर्ट्स अब क्रिकेटमा हाम्रो त्यस्तै राम्रो भइरहेछ ताजमेनियामा, फुटबल पनि एकदमै ग्रोइङ छ। यो एकअर्काको कम्युनिटी गेमहरूमा अनि त्यसपछि एउटा खालको फियर छ, त्यो फियरमा ताजमेनिया नेपाल भन्ने एउटा पेज छ यहाँ, फेसबुक पेज, त्यहाँनिर चाहिँ कुनै रिक्वेस्टहरू राख्दै गर्दाखेरि तपाईँहरूले म फुटबल खेल्न चाहन्छु भने हाम्रै फुटबल क्लबहरू एनएफसिटी ताजी वरियरहरूले नै रिच आउट गरिरहेको छ प्लेयरहरूलाई। यहाँ अस्ति पनि 2-4 जना प्लेयरहरू एनएफसिटीमा एड भएको थाहा छ मलाई, उहाँहरूले पनि आफै रिच आउट गर्नुभएको हो, अथवा आफ्नो साथीभाइ छ। हाम्रो यत्रो कम्युनिटी लिडर हुनुहुन्छ, NRNA को प्रेसिडेन्ट हुनुहुन्छ, नेस्टको प्रेसिडेन्टहरू हुनुहुन्छ, उहाँहरूसँग कोल्याबरेट गरेर एउटा फुटबल क्लब अथवा एउटा क्रिकेट क्लबमा जोइन हुँदाखेरि त्यति गाह्रो छैन यहाँनिर। म निराजन भण्डारी। यो चाहिँ एनएफसिटीद्वारा अर्गनाइज गरेको फन्ड रेजिङ र फन्ड भनौँ न, रमाइलोको लागि हामी अब 30+ प्लेयरहरू यसो कतिको एक्साइटेड हुनुहुन्छ? एकदमै एक्साइटेड छु यार। यस्तो गेम यो फर्स्ट टाइम होला सायद ताजमानियामा। म आएको 5 वर्ष हो, यो 5 वर्षमा चाहिँ फर्स्ट टाइम हो, त्यही भएर एकदमै एक्साइटेड छु। यो त अभियसली हो नि, हामी अब आफ्नो घर देश छोडेर आएर विदेशमा यत्रो समय बिताउँछौँ, अनि अब काम गर्दा गर्दा एकदमै मोनोटोनस भइरहेको हुन्छ। यो त सोसल हेल्थको लागि त एकदमै बेस्ट थियो, त्यही भएर केही गर्नुपर्छ भनेर सुरु गरेँ। हामी साथीभाइ 4-5 जना मिलेर सुरु गरेको क्लब हो। अब आज ठुलै उसमा भइसक्यो, लगभग 80 मेम्बर छ हाम्रो क्लबमा। खाली टाइम आफूसँग भएको त्यो स्पेयर टाइमहरू चाहिँ घरमा बसेर ओछ्यानमा सुतेर मोबाइल चलाएर मुभी हेरेर त्यसलाई चाहिँ नगरौँ, वेस्ट नगरौँ भन्छु। सकेसम्म यसरी सोसियली कनेक्ट हुने एउटा इन्भाइरोमेन्ट, अब यत्रो इन्भाइरोमेन्ट, यति राम्रो इन्भाइरोमेन्ट चाहिँ होबार्टको सोसियली कनेक्ट हुनको लागि ठाउँहरू सानो छ, जहाँबाट जाँदालाई 15 मिनटमा पुगिन्छ होइन, 15-20 मिनट त्योभन्दा लाग्दैन। त्यही भएर सकेसम्म चाहिँ सोसियली कनेक्ट हुनलाई रिक्वेस्ट गर्छु अहिले नयाँ आएको भाइ बहिनीहरूको लागि। म चाहिँ सुभाष खतिवडा, म चाहिँ एनएफसिटीको सेक्रेटरी, यो 24-25 टर्मको। अब आज हामी चाहिँ अब यो इन्सुरेन्स भनौँ न, जुन अब हाम्रो चाहिँ प्लेयरहरू घाइते भइराख्नु भएको छ नि त, त्यो भएपछि अब फुटबलप्रति चाहिँ अब कति मान्छेहरू उता सिडनी मेलबोर्नबाट मुभ हुनुहुन्छ यहाँ, तर अब फुटबलमा चाहिँ किन लाग्न मन लाग्दैन भन्दाखेरि अब इनकेस इन्ज्योर भइहाल्यो भने चाहिँ कसले हेर्ने होइन, त्यो समस्या भएको कारणले हामीले चाहिँ एनएफसिटीले के इनिसिएसन गरेको भन्दाखेरि च्यारिटी म्याच, यो म्याचमा जति पनि रकम उठ्छ त्यो चाहिँ प्लेयरहरूको इन्सुरेन्सको लागि एनएफसिटी रिलिफ फन्डमा जम्मा भएर बस्छ। अनि यसमा चाहिँ प्रत्येक वर्ष तपाईँको पैसा टपअप हुँदै जान्छ। जस्तै हामीहरूले चाहिँ एराउन्ड द इयर जुन एनएफसिटी कप
भनौँ अथवा इन्टरेस्टेड कप भनौँ त्यो गर्दाखेरि चाहिँ त्यो एमाउन्ट चाहिँ प्लेयरहरूको इन्सुरेन्सको लागि युज गर्ने भनेर यो इनिसिएसन लिएको हो भेरी गुड इनिसिएसन ब्रो होइन आइम प्रिटी स्योर सबै केटाहरूले एप्रिसिएट गर्छ अनि त्यो चाहिँ आफ्नो रोल भयो नि त होइन कस्तो छ मेरो नेपाली राम्रै छ नि ठिक छ ओके सो आज तिम्रो रोल चाहिँ के हो ग्राउन्डमा चाहिँ भनिदेऊ न त यो टिमभित्र नमस्कार मेरो नाम खगेन्द्र सत्याल हो म चाहिँ ताजबानियामा विगत लामो समयदेखि बसिरहेको छु नमस्ते मेरो नाम कमल भण्डारी म टिएनसीको प्रेसिडेन्ट आज हामी यहाँ युनिभर्सिटीले अर्गनाइज गरेको यो फन्ड राइजिङ जो च्यारिटेबल टुर्नामेन्ट टिएनसीले पनि यो कजलाई चाहिँ सपोर्ट गर्नुपर्छ भनेर टिएनसीको दुईवटा टिम रेड र ब्लू दुई साथीहरू विन्टरमा सबैजना फ्री हुनुहुन्छ लेट्स सपोर्ट दिस इनिसिएसन सो विकेन्डमा हामी रमाइलो गर्नको लागि यो अब हामी क्रिकेटलाई चाहिँ अब खेल्ने माया गर्ने सपोर्ट गर्ने क्रिकेटको प्रोग्रामहरू चाहिँ अर्गनाइज गर्ने प्लेटफर्म प्रोभाइड गर्ने यो सबै कुराहरू हामी आफैले एडभोकेट गरिराख्नु भएर अब यो स्पोर्ट्स फुटबल होस् क्रिकेट भन्नुहोस् सबै कुराहरू सबै स्पोर्ट्स त्यो कुराहरूलाई चाहिँ इन्डोर्स गर्छ मेन्टल हेल्थ सोसियल कोहिजनको लागि हेर्न सक्नुहुन्छ धेरै मान्छेहरू हामी कम्युनिटी मेम्बरहरू आज यहाँ एउटै ठाउँमा भेला भएर एभ्री वान इज सेलिब्रेटिङ टुगेदर द्याट्स द ब्युटी अफ स्पोर्ट स्पोर्ट हेज द पावर टु ब्रिङ द पिपल टुगेदर एन्ड द्याट्स वाट वी हेभ बिन डुइङ फ्रम द क्रिकेट एज वेल गुड टु सी फुटबल टु स्टेप फरवर्ड एन्ड डुइङ द्याट स्पोर्ट्स अथवा ताजमानियामा हामीले कुरा गर्दाखेरि मेनल्यान्डबाट हेर्ने दृष्टिकोण ताजमानिया अलिकति आइसोलेटेड डिस्ट्रिक्ट छ भन्नुहुन्छ तर पनि यति धेरै नेपाली कम्युनिटी अर्गनाइजेसनहरू छ यहाँ चाहिँ एनआरएन छ नेस छ टिएनसिए छ लगायत विभिन्न फुटबल क्लबहरू हुँदै गर्दाखेरि नयाँ आउने भाइ बहिनीहरूलाई चाहिँ यी जति पनि स्पोर्ट्स अर्गनाइजेसनहरू छ उनीहरूको चाहिँ फेसबुक पेज फलो गर्ने यस्ता खालका गेमहरूको अपडेट दिने जसले गर्दाखेरि चाहिँ फर इक्जाम्पल कसैलाई काम पाइरहेको छैन भने पनि एउटा नेटवर्किङ सेसन पनि हुनसक्छ क्या त्यसले गर्दाखेरि मेन्टल हेल्थ र सोसल कोइजनको त हामीले देखि नै सकेका छौँ स्पोर्ट्स सेल्फ इज के अरे रिलिफ फर मेन्टल हेल्थ त्यसले गर्दाखेरि नयाँ आउने भाइ बहिनीहरूले चाहिँ त्यस्तो खालको प्लेटफर्महरूमा जोडिन सक्यो भने चाहिँ अवश्य पनि एक्लोपन महसुस गर्दैन जस्तो मलाई लाग्छ यहाँनिर 1-0 नै छ It was a handball. Referee पर भएर देखेन Nice skill. Nice shot. Nice. Nice game दाइ अझै हाफ बाँकी छ निरज भयो भने त ढुकै हो नि अगाडि अगाडि फ्लो गर्नु पर्यो बिचमा एकजना चाहियो क्या अलिकति बढाउने भनौँ एक्लै बोकाएर भयो मैले देखेको थिएँ है अब झन्डाले बोल्नु पर्यो अझै फुलेन दाइले एउटा कुरो अनि तपाईले सेफ सिकाउनु पर्यो है डिफेन्स सुति दाइ तपाईले के गर्नु पर्यो भने घरिघरि तपाईँ एक्लै पनि थाम्नुहुन्छ है त्यो बेलामा तपाईले मनिषाले जा भन्नु कि त यसलाई राखेर एउटा मान्छे तयार राख्छ के मनिषाले साइडमा गइदिनु तपाईले लानु भयो नि त यो टिमलाई चाहिँ अर्को टिमले के छ थाहा छैन यसलाई चाहिँ एक्लै पनि थाम्छ है त्यो अहिले तालिनु पर्छ के हो दुईको अनि विशाल दाइ तपाई अलिकति बाँकी छ त गेम नमस्ते सन्चै हुनुहुन्छ सन्चै छु कति भयो तपाईँ ताजमानिया आएको 2 महिना 2 महिना भयो कस्तो लागिरहेको छ त रमाइलो लागिरहेछ चिसो छ नि होइन चिसो छ चिसो छ है नेपालमा यस्तो चिसो हुन्छ त खासै हुँदैन है आज तपाईँ यहाँ फुटबल ग्राउन्डमा आउनु भएको छ कसलाई चाहिँ सपोर्ट गर्न आउनुभयो डिएफसीलाई को खेल्दै हुनुहुन्छ डिएफसीबाट छोरा हुनुहुन्छ आफ्नै छोरा होइन त कतिवटा छोरा हुनुहुन्छ तपाईँ दुईवटा छोरा छोराको छोरा छोरी छ कि छैन तपाईँको नाता नातिनी उहाँहरू हो ओके ल अनि कस्तो लागिरहेको छ त हजुरलाई के खानुभयो के खाजा खाएर आउनुभयो र अहिले एकछिनमा यहाँ पनि केही पाएको छ त्यही पनि खानु होला है त ल गेम इन्जोय गर्नुहोस् है त ओके ल धन्यवाद
यो पछि भनेको यो पछि यही 15 मिनेट पछाडी हाम्रो अब एकछिन टाइम छ मनिजाले गर्दा तिमीलाई गाह्रो भयो एउटा चाहिँ कविले नम्बर हानु भनेर म पनि अल्छी छोड्दै तपाईँ जानुपर्छ कि अगाडि मेसी भएन हुँदैन मेसीले एक गोलले दुटा Alright, यहाँनिर अब सेकेन्ड गेम रहेको छ डिएफसी भर्सेस टिएनसी ताजबेना नेप्लिस क्रिकेट एसोसिएसन कुन टिम रह्यो रेड कि ब्लू ब्लू अघि रेड थियो अब ब्लू रेडी हुनुहुन्छ उहाँ चाहिँ ब्लूहरू ल्याएर हुन्छ भयो ताजबेना डिएफसीको प्लेयरहरू यहाँ छ डिएफसी गाइज अनि सब्स्टिट्युट चाहिँ रोलर आफूले पनि गर्नुहुन्छ रेगुलर मात्र पर्दैन अनि अर्को सिजनले त्यसो पनि गर्नुहुन्छ है रोलर सब्स्टिट्युट अनि टाइम 15 मिनट्स एक्स्ट्रा टाइम थप्दैन त्यही हो अरू चाहिँ म म्यान अफ द म्याच म्याचको त्यही र यो सँगसँगै डिएफसी भर्सेस टिएनसिए ब्लू सुरु भएको छ वाइटमा हुनुहुन्छ डिएफसी ब्लूमा हुनुहुन्छ टिएनसी क्रिकेट एसोसिएसन होइन फोटो होइन फोटो होइन ल अघि चाहिँ हेरि चाहिँ अब माथि हेर्छ त्यो चाहिँ अलराइट यहाँनिर चाहिँ एनएफसीको सेकेन्ड गेम सुरु भएको छ टुर्नामेन्टको थर्ड गेम यहाँनिर वाइट जर्सीमा हुनुहुन्छ यो वाइट जर्सीको टिमको नाम के हो एनटिएसए नेप्लिस ताजबेना स्पोर्ट एसोसिएसन अनि ग्रिनमा एनएफसिडी 0-0 यहाँनिर रोमाञ्चक गेम होला जस्तो छ एनएफसिडी अलरेडी नै 1 विन छ लिगमा टेबलमा टपै हो भनौँ न अहिलेको लागि धनगले विथ द बल नाइस बल फर द सुजित भाइ कन्ट्रोल राम्रो हुन सकेन यहाँनिर बल खेलाइरहेको छ हेरी दाइ 10 नम्बरको खुट्टामा बल यहाँनिर एनएफसीको सपोर्टरहरू कोचदेखि लिएर कोच र म्यानेजर हाम्रो म्यानेजर चाहिँ आज केविन रहेको छ कोच सुजित भाइ सब्स्टिट्युट बल वेमा हाम्रो विजय यहाँनिर आज भोलुन्टर भएको छ मनिष द बल धनगले नाइस पास नाइस बल यहाँनिर अर्को भाउजू यहाँनिर गुड मर्निङ भाउजू के छ हजुरको हालखबर एकदम कसलाई सपोर्ट गर्नु आउनुभयो तपाईँ एनएफसिटी अफ कोर्स कोही खेल्दै हुनुहुन्छ तपाईँको कोही छैन सबै भाइहरू भाइहरू रमाइलो लागिरहेछ एकदम रमाइलो चिसो चिसो त ताजमानियाको चिसो मुटु काप्ने चिसो कसले जित्छ त आज टुर्नामेन्टै एनएफसिटीले अलराइट थ्याङ्क यू सो मच काट्यो ब्रो लाइन धन्दालाई
दाइ पसल बन्द गरेर भन्नुभयो पसल साउसाउले सोध्नुपर्छ आज पुरै बन्द पुरै बन्द ए ल अनि मान्छेहरू के गरी आएको छ अनि मलाई बेरोजगार गरेर त्यसरी इन्जोय गर्नुभएको छ साउसाउले म नै पीडित भएको भनेपछि लाङ्गालीले आज मलाई बेरोजगार गराएर आज सन्डेको सिफ्ट हेर ल यस्तो डबल सिफ्ट प्रेसिडेन्टलाई के भन्न चाहनुहुन्छ त प्रेसिडेन्टलाई यसरी चाहिँ हुन्छ नि पसलै बन्द गरेर चाहिँ हामीलाई के स्टाफलाई चाहिँ यसरी लाभेस गर्नु भएन है नेक्स्ट टाइमदेखि चाहिँ यो कुरा चाहिँ याद राख्नु है खोल्नु पर्यो हैन वाचिङ यु ओके दाइ थ्यांक यू उहाँ हुनुहुन्छ हाम्रो लाङ्गाली क्याफेको सेफ दाइ एकदम मिठो बनाउनुहुन्छ यहाँनिर छ व्हाइटमा ताजमहल नेप्लेस क्रिकेट एसोसिएसन स्पोर्ट एसोसिएसन टिएनसी आज राम्रो मौसम रहेको छ रबिन छोडेन रबिन कभर अमितको ठाउँ कभर नाइस क्लियर ठिक छ अर्को बल दियो खोइ बल रबिन दाइ किन त्यस्तो खेला थाहा छ किन हुन अस्ति पुरा बिचमा कुद्दै हुनुहुन्थ्यो नि त थाहा छ कि छैन है त्यसको स्टामिना दिइराख्नु भएको छ आज नमस्ते भाउजू नमस्ते कसलाई सपोर्ट गर्न आउनु भयो आज व्हाइट टिम नेप्लिस ताजमहल स्पोर्ट एसोसिएसन हैन हस्बेन्डको नाम आज फर्स्ट डे हो हाम्रो स्पोर्ट्समा त्यही भएर नाम के हो हजुरको मेरो सब्रिना अनि हस्बेन्डको आस कति नम्बर लाएर खेल्नु भएको नम्बर 2 ओके कस्तो खेलिराख्नु भएको छ त आज थुप्रै वर्षपछि खेल्नु भएको छ धेरै दिनपछि खेल्दाखेरि टायर्ड देखिनु भएको फर्स्ट गेम हो नि हैन हजुर केही छैन एक गोल कन्सिड गर्नु भएको छ हजुर रमाइलो लागिरहेको छ तपाईँलाई रमाइलो लागिरहेको छ ताजमहल आएको कति भयो तपाईँ 6 वर्ष भयो 6 years अब जुनले चाहिँ 6 years हुन्छ ओके कस्तो लागेको छ त हजुरलाई छोडेर जानुहुन्छ यो ठाउँ अहिलेसम्म त्यस्तो छोड्ने त केही प्लान छैन अब फ्युचरमा हेर्दैछ अझ धेरै टाइम चाहिँ बस्ने नै सोध्छ ओके ल थ्याङ्क यू सो मच है त ल बेस्ट अफ लक है त थ्याङ्क यू यहाँ हाम्रो साथमा हुनुहुन्छ म्याच कमिसनर यताको स्कोर कति भयो त यता डिएफसी सिनियर्स भर्सेस टिएनसी ब्लूको स्कोर चाहिँ 2-0 डिएफसीले 2-0 हान्यो हजुर डिएफसी को रह्यो त म्यान अफ द म्याच चाहिँ जस्ट नम्बर 19 रिजान राई के पाउँछ त म्यान अफ द म्याचले चाहिँ फ्री हेयर कट भाउचर फ्रम एक्सेल बाबा ओके सो अब यसपछि कुनै गेम छ यता यसपछि अब 15 मिनट्समा डिएफसी सिनियर्स भर्सेस एनबिआई अलराइट यहाँनिर चाहिँ हाम्रो हुनुहुन्छ किचनमा हुनुहुन्छ हाम्रो यहाँनिर ब्रदर तपाईँको नाम भनिदिनु त सञ्जीव ब्रदर तपाईँको नाम भनिदिनु त ब्रदर तपाईँको नाम विजय तपाईँको नाम उहाँहरू चाहिँ आज किचन टिममा हुनुहुन्छ हटडग बेच्दै हुनुहुन्छ फर एनएफसिटी अनि उहाँ हुनुहुन्छ हाम्रो भुक्कड अफिसियल खाएको मात्रै देखिरहेको छु मैले बिहानदेखि नै होइन बिहानदेखि खाएन रेफ्री ओके उहाँहरूले चाहिँ यहाँनिर के अरे प्रिपेयर गर्दै हुनुहुन्छ यहाँनिर चाहिँ हामीले हटडग बेचेका छौँ कति हो हटडगको 650 के आउँछ 650 मा हामीसँग ससेज छ ससेज र यहाँ ब्रेड भयो हटडग रोल छ जुन पनि चुज गर्न मिल्यो अनि त्यसपछि ड्रिङ्क छ कोक ओके
यो पैसा सबैलाई पैसा लाग्छ होइन त सबैलाई लाग्छ होइन युज एन्ड एभ्री वान होइन रेफ्रीलाई झन् धेरै लाग्छ खाएको खाएकै छ त अनि मेरो रेफ्रीलाई छुट्टै राख्छु Who is the man of the match? Sulip Dai. Sulip Thapa. Sulip Thapa? Okay. Yeah, he was good. He scored the Sergio Ramos heading. Very good goal. Okay. Very good goal. All right. Yeah. Thank you Cheers, so bro. much. हेलो माई फ्रेन्ड कस्तो लागिरहेछ त आज एकदम बवाल रहेछ जाडो छ रमाइलो छ गुड पिपल गुड वाइब गुड फुड आज जित्छ त आज एनएफसिटीले 100% $50 को बेट हाल्छु ओके एनएफसिटीले जित्छ आज अनि बिहानको बेट पाए त बिहानको के अरे पिटर उदाससँग त्यो बेट त सधैँ जित्ने हो अहिलेसम्म कहिले खुवाउँदैन थियो ओके ल अहिले एकछिन फेरि कुरा गरौँ न ओके थ्याङ्क यू सो मच वेलकम टु होबाट बाइ द वे एकदम रमाइलो लाग्छ चिसोले स्वागत गरेछ यहाँ मलाई अलिकति नाक रन्डी भइरहेछ होइन आजको मेरो टास्क भनेको चाहिँ क्लिप लिने होइन मोमेन्ट क्याप्चर गर्ने अनि यसलाई डेलिभर गर्ने इन द फ्युचर रमाइलो भइरहेछ ओके थ्याङ्क यू सो मच तिन भाइ हो दाइ बुझ्नु एकचोटि प्लिज तपाईँहरू हामी तिन भाइ हो अनुहार पनि एउटै छ अरे साँच्ची के भनेर मेलामा छुट्टेको जस्तो अब चाहिँ यहाँनिर र अब यहाँ चाहिँ ओरेन्ज हुनुहुन्छ होइन वाइटमा हुनुहुन्छ स्पोर्ट एसोसिएसन नेपाली ताजमहल स्पोर्ट अनि यता हुनुहुन्छ क्रिकेट एसोसिएसन वेलकम दिलीप दाई थ्याङ्क यू भाइ अनि कस्तो लागिरहेछ त तपाईँलाई आज एकदम रमाइलो भइरहेछ होइन लाइक अब लेजेन्ड्स कप लाइक हाम्रो सिनियर दाइहरू होइन ताजमहलको लाइक आफ्नो अब बिजनेस कर्पोरेट आफूलाई रिप्रेजेन्ट गरेर अब आउनुभएको छ लाइक इट्स लुक्स भेरी टफ होइन सबैजनाहरूको लेभल चाहिँ एउटै देखियो अनि हेर्न पनि हाम्रो नि एकदम मजा आइरहेको छ सो अहिले नै हामीले भन्न सकिन्न लाइक कुन टिमले जित्छ होइन सो ये आइम इन्जोइङ आइम जस्ट टेकिङ फोटोज एन्ड लाइक यु नो तपाईँको रोल चाहिँ आज फोटोग्राफर हो मेरो चाहिँ आज एक्युरेस ग्यालेरी ओके छ मेरो लाइक एक्युरेस ग्यालेरी रिप्रेजेन्ट गरेर फेरि हेल्प गरिरहेको छु ओके सो एनएफसिटीले जित्छ आज एनएफसिटीको लाइक दे हेभ अ गुड टिम बट अब स्टामिना वाइज अब त्यति बेलासम्म तिमीले अब हल्का मेन्टेन गरेर लान सक्यो भने चाहिँ चान्सेस अरूभन्दा अलिक बढी देखिएको छ तर स्टिल लाइक अरू टिमहरू पनि स्ट्रङै छ अनि हु इज द बेस्ट कम्पिटेटिभ एनएफसिटी पछि चाहिँ मलाई डिएफसीले फर्स्ट गेम जित्यो हजुर अब तिनीहरू राम्रो छ प्लस एनबिए पनि राम्रो लाग्यो मलाई एक दुईजना प्लेयरहरू चाहिँ राम्रो खेल्दो रहेछ होइन अनि हाम्रो होइन के कुन टिम हो यो स्पोर्ट एसोसिएसन यो टिम पनि राम्रो लागिरहेछ यो गेम पनि एकदम टफ भइरहेछ अहिले किनभने whoever wins they will go in the same final ल यहाँनिर हटडग सिजलिङ हटडग बेचिरहेको छ यहाँ एउटा मात्रै एउटा चाहिँ दाइलाई चाहिँ यो चाहिँ दाइलाई यो चाहिँ के छ त तपाईँको आजको प्लानिङ ट्याक्टिस कुन फर्मेसनमा खेलाइराख्नु भएको छ फर्मेसनप्रति हो अलिकति अब हामीसँग रेगुलर खेलिराख्ने नभएकोले गर्दा होइन अलिअलि मिलाउनु गाह्रो त भइरहेछ र पनि अब जस केटाहरूले गरिरहेछ जसको त्यस्तै नै खेलिरहेछ तपाईँले भने जस्तो रिजल्ट आइरहेछ त्यस्तो सोचेको चाहिँ आएको छैन अब मैले खोजेको चाहिँ स्कोर अझै हो होइन हजुर ठिकै छ अब फर्स्ट गेम भएर आएको फर्स्ट गेम भएर पनि हो अनि त्यो केटाहरू अब धेरै ग्याप पनि भयो नि त धेरै पछि आएकोहरू छ केटाहरू अनि त्यो भएर अलिकति हामीलाई मिलाउनु अलिकति गाह्रो जस्तो भइरहेछ तर केही छैन अब यो सेकेन्ड म्याचदेखि चाहिँ हामीले अब
बेस राम्रो खेल्छ जस्तो लाग्छ मलाई जितिन्छ त आज कस्तो छ त तपाईँको यसो हेर्दाखेरि है जित्नुपर्ने हो जस्तो लाग्छ मलाई केटाहरूले किनभने खेलिरहेछ गरिरहेछ हेरौँ अब के हुन्छ ओके दाइ ल तपाईँको टाइम यति लिन्छु एकछिनपछि फेरि कुरा ल ल ओके ल थ्याङ्क यू आज र यहाँनिर चाहिँ गेम सुरु भइसकेको छ लिगको अन्तिम गेम ओरेन्ज जर्सीमा हुनुहुन्छ नेपाल बिजनेस फल यहाँनिर नेपाल बिजनेस एसोसिएसनको भने ब्लूमा हुनुहुन्छ क्रिकेट एसोसिएसन ब्लू क्रिकेट एसोसिएसनको दुईवटा टिम थियो एउटा नकआउट हुनु भइसकेको छ र उहाँहरूको टिम जानलाई यो गेम जित्नै पर्छ बोथ अफ द टिम निड्स टु विन अ मस्ट विन गेम फर बोथ अफ देम डु अ डाइभ टु इन्टर द सेमी फाइनल फ्री किक धेरै माथि यो गेम जसले जित्छ उहाँहरू सेमी फाइनल पुग्नुहुन्छ आजको एनएफसिटी फन्ड रेजिङ टुर्नामेन्ट लेजेन्ड्सहरूको लागि हो सोसल ग्रुपको लागि के सेमी फाइनलकै भन नि त सेमी फाइनल 15 मिनट चाहिँ हुन्छ दाइ रुल एन्ड रेगुलेसन सबै त्यही हो योपालि चाहिँ दुईवटा रेफ्री हुन्छ ओके के ल राम्रोसँग खेल्नु होला इन्जोय गर्नुहोस् गेमको फेयर प्ले है सकेसम्म के एउटा कुरा छ मेरो त्यो लाइनको थ्रोइनहरू पनि होइन अलिक लाइनमा गरिदिउँ भने है अघि अलिक गाह्रो भयो यस्तो स्ट्रिक्टली हेरेको छैन तर त्यही पनि सकेसम्म चाहिँ होइन ल यहाँनिर यो साथसाथै सेमी फाइनल गेम सुरु भइसकेको छ सेमी फाइनल गेम चाहिँ डिएफसी भर्सेस ताजमानिया स्पोर्ट एसोसिएसन नेपाली ताजमानिया स्पोर्ट एसोसिएसनको भइरहेछ सेमी फाइनल 15 मिनटको गेम होइन लेजेन्ड्सहरूको गेम हो सो रमाइलो हुनेवाला छ यो गेम होइन दुईवटा रेफ्री छ यो गेममा अनि वेदर पनि एकदम राम्रो छ बल अगाडि बढाइरहेछ 5 नम्बर 15 मिनट होइन 15 मिनटै हुन्छ है सेमी फाइनल पनि अनि त्यो लास्टमा यदि ड्र भयो भने चाहिँ 5 मिनट मात्र एड गर्छ तर 5 मिनटमा चाहिँ ब्रेक हुँदैन एउटा मात्र 5 मिनट एउटा मात्र 5 मिनट हुन्छ अनि त्यसपछि पेनाल्टी सुट आउट हुन्छ है त्यति नै कसले जित्छ त आज फाइनल अब डिएफसी भर्सेस एनएफसिटी एनएफसिटी जित्नुपर्ने हो प्रिडिक्सन प्र्याक्टिसहरू छ हामीसँग प्रिडिक्सन प्लिज 4-1 फाइनल एनएफसिटी अलराइट लेट्स सी हेर्दा ल थ्याङ्क यू मनिष दाइको कोन काउन्टर नखाउँछ दाइ जानु तपाईँ पछाडि अगाडि बढिसकेको छ मनिष दाइ किपर मनिष दाइ पोस्ट खाली चाहिँ कुदो 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 गोल द्याट्स कल अ माइन्ड गेम मनिष दाईको प्रिडिक्सन मिलेको छ कोले मनिष दाईलाई किपर अगाडि बढेको हुनाले अगाडि बढेको हुनाले 3-1 भएका छन् 1 मिनट बाँकी थियो आई डोन्ट थिङ्क सो उहाँ अगाडि बढ्नु पर्थ्यो भनेर पछाडि बसेको भए नि हुन्थ्यो होला अगाडि जानु पर्दैन थियो किपर यो सँगसँगै एनएफसीले विजय हासिल गरेको छन् 3-1 एक्स्ट्रा टाइम भेरी गुड अफ द टुर्नामेन्टको विजेता हुनुहुन्छ एनएफसिटी सिनियर्स होइन डिएफसीले राम्रो खेल्नु तापनि
जित हासिल गर्न सफल भयो होइन सो उहाँले अझै 2टा गेम खेल्न सक्नुहुन्छ एनएफसिटीको प्लेयरहरू अनि हामी हाम्रो किपरसम्म छ आज होइन अनि एलिसन दाइले जोस् त्यो पनि ओभरअल कति मिनट खेल्यो मलाई त थाहा भएन देन जोस् दाइले एकदम राम्रो गर्नुभयो दाइ कस्तो लाग्यो तपाईँलाई आजको ओभरअल गेम टुर्नामेन्ट कस्तो लाग्यो दाइ राम्रो लाग्यो अब सबै दाजुभाइहरू अब अलिकति अब भन्नाले अब एज गएकोहरू होइन हजुर खेल्दाखेरि रमाइलो भयो एउटा कम्युनिटीको हिसाबमा नि अब राम्रो हो भाइचारा होइन हजुर सबै चिज अल गुड स्ट्राइकरको धेरै ड्रिम थियो तपाईँ फेरि किपरमा बस्नुभयो अनि कस्तो मिठो सेभ गर्नुभयो तपाईँ कस्तो लाग्छ त अहिले अभियसली खुसी लाग्यो होइन उता अब जुन पोजिसन खेल्यो भने खतरा खेल्ने मान्छे अब म जहाँ पनि कम्फोर्टेबलै छु तपाईँ एकदम भर्सेटाइल प्लेयर रहेछ होइन यो एनएफसिटी चाहिँ एकदम लकी रहेछ अनि तपाईँको ओभरअल के लागिरहेछ अब ट्रेनिङ आउनुहुन्छ कि फेरि अब हराउने अब हराउँछु म गुड गेम एक दुई महिना यसो हराउनु पर्ला अनि फेरि आउनु पर्ला एनिवेज दाइ वेल डन दाइ वेल डन अब हामी यहाँ हाम्रो धन दाइसँग छ मलाई जहाँ छ मेरो अब म बायस त होइन मलाई प्लेयर अफ द सिरिज जस्तै लाग्यो त्यही पनि मलाई के लाग्यो भने अब एउटा सबैजनालाई सोधिरहेछु क्या तपाईँलाई हान्नु चाहिँ मन चाहिँ किन नभएको त्यो भनिदिनुहोस् न सबैलाई त्यही छ भाइ खाली सरी त्यो माइक रहेछ त्यो खाली देखियो अनि खाली देखि साथीलाई दिन मन लागिहाल्छ त हो त्यो एकदम राम्रो दाइ त्यो पनि त्यो खाली नदेख्दा पनि तपाईँले हान्दैन रहेछ क्या त्यो चाहिँ किन होला होइन होला हो होला त्यो दाइ रेकर्डेड छ नि फेरि सबै होइन होला त्यो त हो होइन हो दाइ मैले त्यही भएर भाउजूले तपाईँलाई घर गएर एकदम गाली गर्छ जस्तो छ है अब त्यो गोल नहाने कुनै चाहिँ अब त्यस्तै हो होला नत्र प्रायः मैले एसिस्टै गरेछु त त्यही नि दाइ एकदम राम्रो तपाईँलाई कस्तो लाग्यो ओभरअल यो गेम टुर्नामेन्ट कस्तो लाग्यो त गेम जस यस्तो गेम हुनुपर्छ रमाइलो भयो होइन हामीले नत्र यो हवर्डमा त कहाँ खेल्न पाउँछ र त्यो अरू गेम भयो नि त यस्तै गेम भइरह्यो भने यसो खेल्न पाउँछ हामीले नि हामीलाई पनि रमाइलो भयो हजुर एकदम 35+ दाइहरूलाई अब भनौँ सबै दाइहरूलाई एकदम एङ्गेज गरेको होइन एकदम रमाइलो लाग्यो हामीलाई बाहिर हेर्नुलाई पनि रमाइलो लाग्यो ल एनिवेज दाइ कङ्ग्रेट्स वन्स अगेन थ्याङ्क यू है धन त यहाँनिर छुट्टै प्रिपेयर गर्दै हुनुहुन्छ कस्तो रहेछ दादा कति गोल हान्ने त फाइनलमा गोल होइन एसिस्ट मात्र हो ल एकछिन के अरे हाम्रो एकछिन यहाँ भयो सो हाम्रो नाम भनिदिनुहोस् तपाईँ अनि यहाँको के हो तपाईँको रोल टिममा म चाहिँ अब सुजित राई होइन एनएफसिटीको अहिलेको हाम्रो सिनियर टिमको अहिले चाहिँ जस्ट कोच भएर हेरिरहेको छु जस कुराहरूले राम्रो गरिरहेछ राम्रो रिजल्ट ल्याइरहेछ अब यो हाम्रो फाइनल गेम हो होइन आफ्ना केटाहरूले अहिले पनि अब राम्रै नि रिजल्ट ल्याउँछ होला भन्ने अनि सरी कुरा काटेकोमा तपाईँलाई कस्तो लागिरहेछ त फर्स्ट सिनियरलाई लागेको अब अफकोर्स खुसी तपाईँ त अलिअलि हल्का साइडबाट हेर्दा जुमान राई जस्तै देख्छु त मैले साइडबाट त खुसी त लागि नै हाल्छ होइन केटाहरूले चाहिँ राम्रो रिजल्ट ल्याइरहेछ हजुर अब ठिकै छ अब हेरौँ अब यो के हुन्छ यो म्याच हुन्छ अब जित्छ होला भन्ने छ हुन्छ थ्याङ्क यू सुशी सर थ्याङ्क यू अल द बेस्ट एभ्रिवन र यहाँनिर अब फाइनलको तयारी हुँदैछ एनएफसिटीको प्लेयरहरू यहाँनिर छ अलरेडी नै वार्मअप छ यहाँनिर अब फाइनल गेम सुरु हुन लागिरहेको छ एकछिनमा everyone is getting prepared 15 minutes तपाईँको फर्स्टमा नाम इन्ट्रोड्युस सबै गरिदिनु न त है मेरो नाम कविन शेरचन म चाहिँ एनएफसिटी क्लबको ट्रेजरर अनि एउटा हाइलाइट त्यो गेममा के तपाईँको होइन त्यो 1-on-1 मिस गर्दा कस्तो लाग्यो होला तपाईँलाई अब अभियसली नराम्रो लाग्यो नि अब होइन म अब गोल गर्छु भनेर हानेको अब हजुर अब उताको किपर पनि राम्रै पर्यो हजुर सेभ गर्यो अब त्यही पनि तपाईँलाई के लाग्छ के कमी भयो जस्तो लाग्छ ट्रेनिङ नआएर हो कि कति महिना भयो तपाईँ ट्रेनिङ नआउनु भएको म नर्मली ब्याक खेल्ने मान्छे हो डिफेन्स गर्ने मान्छे हो अब एक्कासी अगाडि पुऱ्याइदियो मलाई हजुर अलि नर्भस भयो भनौँ न हो हुन त त्यो हेरीमा गएर नि त्यस्तो हुन्छ टाइममा दिन तपाईँ पनि त्यो पछाडिबाट त्यस्तो देखिरहेको छ धेरै धेरै धन्यवाद आइदिएकोलाई आज है धन्यवाद उतातिर है हामीसँग हाम्रो के अरे डिएफसीको क्याप्टन छ
Bro, कस्तो लाग्यो आफूलाई यो whole overall tournament अनि what do you think of the whole initiation by NFCT-हरु? I mean, I think यो त फर्स्ट फन्ड रेजिङ टुर्नामेन्ट हो जस्तो लाग्यो हामीलाई होइन सो एनएफसिटीले आई थिङ्क यो फर्स्ट टुर्नामेन्ट गर्दाखेरि चाहिँ यो आई थिङ्क इट वेन्ट वेल आयो हामीले इमेजिन गरेको भन्दा मोस्ट अफ द टिम्सहरू आयो होइन अब नाम नसुनेको विभिन्न क्लबहरूको मान्छेहरू पनि आयो सो इट्स ओभरअल कम्युनिटी पनि थियो राम्रो कम्युनिटी थियो मान्छेहरू आएको थियो बच्चादेखि लिएर सबैजना आएको थियो सो विच इज गुड इन्भल्भमेन्ट अनि त्योसँगै अब हामी त सेकेन्ड भयो होइन तर त्यो अनुसार फुटबल पनि इन्जोय गऱ्यौँ टाइम पनि इन्जोय भयो सो वेदर पनि प्रिटी गुड राम्रो थियो सो आई थिङ्क ओभरअल चाहिँ अब आई विल गिभ इट 100%. Thank you, bro. Thank you. And you guys played a really good game. Unfortunately, there could be only one winner, but There's always well one done, winner. bro. That's right. Well done, That's eh? right. Good, Thank you. TNC-बाट कोही हुनुहुन्छ एकजना रिसिभ गर्दिन क्रिकेट सो भए पनि खेल्नु केही फरक आउन रिसिभ गर्दिन मिल्छ नि त दुई रन दुईटै त्यस्तै गरी यो टोकन अफ एप्रिसिएसन हाम्रो यो गेममा चाहिँ सहभागी भएर उहाँहरूको नाम पनि मिठो सद्भाव पनि मिठो दाजुभाइ एफसीलाई पनि त्यसै गरी हाम्रो एनबिएबाट कोही हुनुहुन्छ भनेदेखि कृपया आइपालिदिनु होला ताली 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 अनि एनटिएसएबाट कोही एनटिएसएको कोही हुन्छ एकजना जो भयो पनि एनएफसिटीको पनि रहेछ यहाँ एनएफसिटीबाट हाम्रो हाम्रो कोच कोचिङमा है कोचिङमा अनि हाम्रो टाइटल स्पोन्सर पेनी रोयलबाट चाहिँ गणेश सरलाई टोकना ब्लक दिनको लागि आइदिनु होला हामी अनुरोध गर्दछौँ अनि त्यसै गरी हाम्रो चाहिँ एभ्री गेममा चाहिँ म्यान अफ द म्याचको लागि चाहिँ हामीलाई चाहिँ यो एक्सेल हेयर कटिङले चाहिँ भाउचरको व्यवस्था पनि गरेको छ होइन अनि हामीले चाहिँ भाउचर फिजिकल भाउचर आइपुगेको छैन हामी यो सुन हामी दिन्छौँ र नाम म नाम बोलाउँछु कृपया आइदिनु होला हाम्रो फर्स्ट गेममा चाहिँ एनएफसिटी भर्सेस टिएनसिए रेडको गेममा चाहिँ धना घले ठिक छ त्यतिकै हात मात्र उठाइदिनु न फोटो खिचेर त्यहाँ पठाइदिनु हो त्यसै गरी दोस्रो गेममा एनएफसिटी भर्सेस एनटिएसएमा चाहिँ एनएफसिटीबाट चाहिँ सुदीप थापा ठ्याक्कै कपाल काट्ने बेला अनि त्यसै गरी अर्को गेममा चाहिँ टिएफसी भर्सेस टिएनसिए ब्लूको गेममा चाहिँ टिएफसीका जर्सी नम्बर 19 विजन राई त्यस्तै गरी अर्को एनटिएसए भर्सेस टिएनसिए रेडको गेममा चाहिँ एनटिएसएबाट चाहिँ राजिन मगर त्यस्तै गरी अर्को चाहिँ हाम्रो डिएफसी भर्सेस एनबिएको गेममा चाहिँ जसमा चाहिँ डिएफसीले एक अङ्कले आफ्नो पक्षमा नतिजा राखेको थियो त्यसमा चाहिँ फेरि पनि Region Right, Jersey 19.
एउटा मलाई भनिसकेँ मैले टिएनसी ब्लूबाट चाहिँ जसमा चाहिँ एनबिएले 2-0 अग्रता लिएको थियो त्यसमा चाहिँ मन्जिल श्रेष्ठ एनबिएबाट हुन्छ भनेदेखि अब हाम्रो सेमिफाइनलमा चाहिँ डिएफसी भर्सेस एनटिएसएमा चाहिँ डिएफसीबाट चाहिँ गोल जसमा चाहिँ डिएफसीले 1 गोल गरेको थियो जर्सी नम्बर 22 सुभाष शाही त्यसै गरी सेमिफाइनल 2 को चाहिँ म्यान अफ द म्याचमा चाहिँ हाम्रो मनिष पोखरेल एनटिएसएमा व्याक्सिङ म्यान अफ द अनि त्यसै गरी फाइनलको लागि चाहिँ म्यान अफ द म्याच हाम्रो सुदीप थापा अनि हाम्रो यो हस्तान्तरण गर्नको लागि चाहिँ गणेशजीलाई चाहिँ अगाडि आइदिनु हुन अनुरोध गर्छु त्यसै गरी हाइएस्ट गोल स्कोरर मनिष पोखरेल 5 गोल त्यसै गरी बेस्ट गोलकिपर फर द टुर्नामेन्टमा चाहिँ डिएफसीबाट साजन आचार्य त्यसै गरी हाम्रो म्यान अफ द टुर्नामेन्टमा चाहिँ एनी गेसेस गाइज अमित रिजन नाना सुभाष मैले नाम चाहिँ सुने थिएँ है धन गले फर्म एनएफसिटी अब हाम्रो व्यक्तिगत मेडल र मेडलको कार्यक्रम सक्यो अब हामी हाम्रो डिएफसीबाट चाहिँ खेलाडीहरूमा हुनुहुन्थ्यो निरञ्जन भण्डारी साजन आचार्य जितिन नेउपाने विवेक ढुङ्गाना रिजन राई सरोज मानन्द सन्तोष राणा सुभाष शाही ओम गुरुङ शरद थापा सार्थक सङ्गुवा पङ्मी घले सरी अब कप लिनको लागि चाहिँ हाम्रो मिस्टर क्याप्टेनलाई र कोचलाई चाहिँ अगाडि आइदिनु हुन म अनुरोध गर्दछु अब ढिलो नगरिकन हामी चाहिँ विनिङ टिमको लागि अगाडि जान्छु त्योभन्दा पहिला चाहिँ म फेरि एप्रिसिएसन गर्नको लागि चाहिँ हाम्रो रेफ्रीहरूको लागि चाहिँ अलिकति ब्लग बनाएका छौँ त्यसको लागि चाहिँ आकाश मगर भाइ अगाडि आइदिनु होला
त्यसै गरी प्रवेश आले अनि त्यसै गरी हाम्रो म्याच कमिसनर प्रसन्न गुरुङ भाइलाई पनि आले कोर्ट सर्ने होला नि रेफ्रीको दिलीप ब्रो एउटा फोटो अब चाहिँ हाम्रो एनएफसिटीको खेलाडी साथीहरू चाहिँ लामबद्ध रूपमा चाहिँ अगाडि आइदिनु होला म नाम पढिदिइहाल्छु सबैहरू अगाडि आइदिनु है त हाम्रो क्याप्टेनमा मनिष पोखरेल हुनुहुन्छ सुदीप थापा सुभाष कतिवटा राधा घले विश्वास राई अमित खातेन निरोज महर्जन अदिरल राणा श्री कृष्ण अजय थापा अनि रबिन सापकोटा सातजना भाउजूहरू भाउजू यहाँ कतै चेयर गरेको नि बुढाहरूलाई दाइ उता कप चाल्नु पर्नेलाई किन हतार गरे दाइ कहाँ घर जाने हो क्या सिधै ठिकको हुन्छ आफू गयो हेर्दैन अब जाउँ न त कप चाल्ने रावण दाइ त्यहाँ बस्नु हो त्यो दाइले भोक लागेको छ केटाहरूलाई यो बारबिक्यू टेबल पनि हाम्रै हो यार अब यहाँनिर गेम सकिसकेको छ अब हामी सबैजना फुटसल ट्रेनिङ चाहिँ त्यहाँ जाँदैछौँ ब्याकअप